कस्तो मिल्दैन आऊ रे फेरि आइज भने हुन्छ धेरै एक्सन पनि दिनु पर्दैन अब दही खाँदैन सगुन खाने मिजाको उसले दियो भात के फरक पर्दैन खाइदिन्छ कलर पनि खाँदा अब उसले तँलाई टेकेर आइदिन्छ दही साइडमा राख यो जाब 14-15 वर्ष सधैँ यता छ पछि अलि उमेर भएपछि पया लगाइदिनु पहिला त्यो आल्लो ल गयो ल अरू ल गोल्दै ल कपाल त्यो लानु त्यो तैँले गरेँ पर्छ उयो त्यसै उ छ त्यो यसो गर न नानी हातले यसो टक्क टक्क गर्दा त्यो पसिना छ पनि जान्छ यो हातले यसो टक्क निकाल्न पसिना भने हो ल अब ल तलबाट सर्लक्क लगाइदियो राम्रो हुने गरेर ठुलो निराएर गरेकी छ राम्रो छ ल अब 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 पहिला लगाइदियो त्यो तल रातो ल अब उ त्यो पिङ्क लगाइदियो पिङ्क हो त्यो लगाइदियो अब अर्को लगाइदियो उदयपुरको तीन अब 4 त्यो लगा दे त्यो होइन त्यो अब लगा त्यो लगा कस्तो बिचमा ग्याप राखेर लगाएको यिनीहरूले ल अब सन्देल दे अब त्यो यता परेको त्यो यता राउन्ड अब वाइट लगा कस्तो बिचमा ग्याप कस्तो ग्याप राखेर टिका लगाइदिएको भगवान् लापरवाही के एकदम हिप्ने के रातो टिका लगाइदियो अब टिका हेरेर कस्तो टिका लगाएको छ राम्रोसँग टिका टक 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 मिलाएर लाउनु पर्छ नि उसले कस्तो राम्रो लगाइदिएको छ सडेको ल हुँदै केही फरक परेन ल ल त्यो थाली हटाऊ है त्यो थाली त्यो चार त्यो खुट्टा ढोक त्यहाँ अब ए होइन उदय अब मसला नानी मसला दे मिल्छ टिप घेराबाट बाहिर निस्किनु पनि मिल्यो नि त दे उसलाई अब सन्देशलाई ल खुट्टा दे त्यहाँ खुट्टा ढोकलाई खुट्टा अहिले यता अगाडि चाहिँ अगाडि जा हो ल ढोक पहिला राम्रो नुने ढोक टाउको राख्ने मा ठास्नेलाई फेरि अहिले हेप्छस् बढी हो ल ल थाहा छ हो ल